Hello, good morning. So guys, welcome to my mini vlog. So finally guys, this is my first mini vlog. So finally guys, आज म चाहिँ मेरो साथीहरुसँगै जानेछ मरमकोट. So finally guys, म र मेरो साथीहरु मरमकोट जानलाई हामी सनराइज हेर्नलाई गएको त सनराइज अलरेडी निस्किसकेको थियो. त्यसपछि म र मेरो तीनजना साथी मिलेर हामी चाहिँ मजाले एउटै बाइकमा गयौं. त्यसपछि हाम्रो सेकेन्डमा चाहिँ अब एउटा साथीको वेटिङमा थियौं जुन कि अलरेडी बसिसकेको थियो. त्यसपछि हामी चाहिँ एउटा बाइकमा भनेर डबल गरेर गयौं. त्यसपछि म चाहिँ बसे क्यामेराम्यान पछाडी यो पारादितै बसे बिकज आई एम क्यामेराम्यान. सो क्यामेराम्यानलाई त यो पोज त दिन हुँदो रहेछ. त्यसपछि मैले चाहिँ यो पुरा गर्दै यसो ब्लग बनाउँदै साथीहरु चाहिँ पछाडी आइरहेको थिए. त्यसपछिको हाम्रो ब्लग यो शानदार भयो. त्यसपछि हामी पुग्यौं योगीकुटीको ब्ल्याक फरेस्टमा जुन कि हामीले केक लिने प्रोग्राम भइसकेको थियो. त्यसपछि हामी केक लिइसकेपछि मजाले प्याक गराइसकेपछि हामीले चाहिँ अब निस्किने कुरा भइसक्यो. त्यसपछि हामी बुटुलको मस्त नेपालको झन्डा हेर्दै अगाडि बढ्यौं. जुन कि यात्रा हाम्रो फर्स्ट अफ अल रहेको थियो सिद्ध बाबाको गेट. हामीले चाहिँ सिद्ध बाबाको गेट पनि क्रस गरिसकेपछि हामी चाहिँ सिद्ध बाबा चाहिँ आइसक्यो. त्यसपछि सो गाइज हाम्रो यात्रा एकदमै राम्रो रह्यो र झरना सँगसँगै हामी चाहिँ मजाले अगाडि बढ्यौं. त्यसपछिको यात्रा मजाले यो सरररर हुँदै हामी अगाडि बढ्यौं. बाटो त एकदमै नराम्रो रफ कतै के हुँदै गयो तै पनि हामी चाहिँ मजाले आफ्नै धुनमा यो सबले लिँदै यसो मोमेन्ट क्याप्चर गर्दै हामी मजाले भिडियोको क्रममा अगाडि बढिरहेका थियौं. त्यसपछि अचानक चाहिँ मेरो साथीको बाइकबाट चाहिँ धुवा यसो के गनाउन थाल्यो के. त्यसपछि हामीले सोच्यौं के एकछिन यसो रोक्नुपर्छ भनेर हामी चाहिँ माथि गएर यसो टपमा रोक्यौं. हेरेको त यसो गनाइरहेको थियो. चेक गरिसकेपछि यसो वासरुम गइसकेपछि हामी एकछिनमै चाहिँ हामी माथि पुगिसक्यौं. माथि पुगिसकेपछि अब यसो हामी चाहिँ अगाडि जान पर्यो भनेर मजाले पालो हिँडिरहेको थियौं भिडियो बनाउँदै. म त एकदमै थाकिसकेको थिएँ. सो गाइज अब हामी तीनजनाको भिडियो बनाउँदै मजाले अगाडि गयौं. एकछिनपछि हिँड्दै गएको त भिडियो हेर्नको त वाव त पुगिसक्यो. नाइस पुरै पाल्पा देखिँदो रहेछ. म त अलरेडी पहिले टपमा पुगिसकेको थिएँ. त्यसपछि मेरो तीनजना साथी चाहिँ पछि सरर लाएर आइरहेको थियो. तिनीहरू बिचारा हप्याक भइसक्यो. त्यसपछिको एकैछिनको यात्रापछि मैले चाहिँ हजुरले भ्यू देखाउनु लाग्छु जुन कि भ्यू वाव भन्नुहुन्छ कि वाव नाइस मस्ट पिस अफ पिसफुल प्लेस. त्यसपछि म पनि हिँडेर हल्का भिडियो बनाएँ. त्यसपछि कोही आफ्नो पारामा कोही कता म आफ्नो ब्लग बनाउँदै उता क्यामेराम्यान सब आफ्नै दिनमा मस्त व्यस्त छ. त्यसपछि मैले भने साथीहरूले चाहिँ टाढा जाऊ म चाहिँ एउटा नेपालको झन्डासँगै भिडियो बनाइदिन्छु भनेर भने. एकैछिन पछि हाम्रो केक कार्यक्रम पनि सुरु भयो र हामीले केक पनि काट्यौँ मजाले यो चिलपारामा भन्दै. अनि साथीले पनि यसो केक काटिसकेन्. त्यसपछि भोक त लागिसकेको थियो. अब अन्य कुरा त लगेन भने चाहिँ केक खाँदै मजाले यो चिलपारामा यसो कमेडी गर्दै मजाले साथीको बर्थडे चाहिँ सेलिब्रेसन गऱ्यौँ. यो हाम्रो फर्स्ट अफ अल दिस इज वान अफ द बेस्ट मोमेन्ट. हाम्रो साथीको बर्थडेको दिन परेको रहेको छ. हामी चाहिँ यसो साथीको बर्थडे चाहिँ टपमा आएर मनाएको हो. अनि इफ यु वान्ट टु हजुरहरू पनि मनाउन चाहनुहुन्छ भने साथीको बर्थडे आइदिनु होला. एकदमै राम्रो ठाउँ छ. सो थ्याङ्क यू सो मच गाइज. मेरो ब्लग चाहिँ हेरिदिनु भएको. दिस इज फर्स्ट ब्लग. सो साइज मलाई सपोर्ट गरिदिनु होला अनि मेरो पेजलाई पनि फलो गरिदिनु होला. थ्याङ्क यू सो मच. साथी भेट्नेछौँ अर्को नेक्स्ट ब्लगमा. सो हाम्रो साथ थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच एभ्रिवान.